यता हेर्नु Hello and namaste everyone, it's me Shankar and welcome back to my another vlog. So after a long time पछि फेरि नयाँ vlog मा सबैलाई स्वागत छ। आज फेरि नयाँ vlog लिएर आइसकेको छु। टक्कसँग हामी जाँदै छौं तल स्वास्थ्य चौकीसम्म। तलतिर बजारतिर घुम्न। बजार त छैन जस हाम्रो लागि चाहिँ बजार नै त्यही हो। म एक्लै हिँडेको छैन, मसँग हिँड्नु भएको छ यहाँ। को? तिमी को हौ? म सृजना सुनवार। तिमी को हौ? नाम सोध्या मेरो को तपाईकी म वाइफ हो के अलराइट गाइस यहाँ हाम्रो पुकुलु भित्र लुकिएछ चाडो भएर यो बिराम भएछ सोते भएर औषधिको लागि पनि हिँड्या हो हामी बुढाबुढी टक्कसँग हैन सुन न भन्नु न है यस्तो मेरो बुढी र छोरो हुँदा हुँदैन यो बाटो भन्दा केटीहरुले आँखा लाउँछन् भने हैन तर आजभोलि म आएदेखि हाम्रो ठाउँको मौसम अलिक खराब छ देख्न सक्छौँ यस्तो धुमधाम छोपेको धुवालो लागेको पारी दोलखा पनि यही नजिकै भएको दोलखा पनि देखिन्न यस्तो मौसम भएको छ आजभोलि हाम्रो ठाउँमा के भनेको छिमाले आज त काम गरेर छ नि उ अरे देवा ये गडबड है बाबा यो छिमा त अनि कस्तो यो मान्छे कति नि ऊ पर जुम त नहुँदैछ फ्रन्ट साइडबाट त राइट गाइस हामी पुगिसक्यौँ तल चोक यहीँ नजिकै हो अगाडि हिँड्दैछ सुडु टुकु टुकु सो गाइस मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भिडियोलाई लाइक गरिदिनु होला मन पर्यो भने कमेन्ट गर्नु होला हजुर छुट्यो कि क्या हो अस्ति ल्याइदिएको फुच्चेलाई झोला बोक्ने झोला नि त A few moments later. यता हेर्नु हेलो भन्नु त लु हैन हेलो भन्नु हेलो भन्नु त लु कहाँको आम्मामा 81 उठ्दा त अहिले त कहाँको के भनेको सिम छ त्यहीँनिर छ Few inches later. फाइनली हस्पिटल माथि कदम सोधेको के खोइ त नि Eternity later. गाइस हामी फेरि फर्किसक्यौँ बिहान टक्कसँग मोमोसँग खाएर हस्पिटलबाट औषधि बोकेर फर्किसकेको छौँ हामी कान्छी र म बाबुलाई लास्टै गाह्रो भएको जस्तो छ के गर्दैछ यता हेर्नु भाइ यता हेर्नु आउँ लुकेको सो भिडियो हेर्दै गर्नु होला लास्टसम्म भिडियो हेर्नु होला कस्तो टिकटक बनाउने हो हामी फर्किसक्यौँ होइन अब चाहिँ सम्पूर्ण सामानहरू किनेर फर्किसक्यौँ अनि ऊ कान्छीलाई चाहिँ यो बोक्न नसक्ने भएर बोक्न नसकेर म आफै बोकेको उसलाई उकालो फर्किँदा मैले बोक्दैछु उसलाई यता हेर्नु हेलो भन्नु ल को हो यो को हो रिसाको हेर न अलिक सन्चो छैन उसलाई त्यही भएर रिसाको नत्र भिडियो कलमा त हो भन्ने गएको मान्छेले हेर्ने त हो फेरि हेर न अर्को मान्छे चाहिँ यता हेर्नु ल यता हेर्नु भनेको नटेर्ने हो आम्मा खुब हो
गाइस हामी चाहिँ घर आइपुग्यौँ घर आइपुगिसक्यौँ बाबुलाई चिसो लागेर गाह्रो भएको छ है हामी यहाँ बडोहरूको घरमा आइसक्यौँ अब हाम्रो घर पुग्न लाग्यौँ 1 मिनट मात्रै छ घर पुग्नलाई यहीँबाट देखिन्छ घर चाहिँ गाइस हिँड्दैछौँ घाम नलागेर चिसोले गाह्रो भएर त्यही भएर हस्पिटल गराएको घाम पनि लागेको छैन यस्तो चिसो मौसम गरेको छ आकाश सबै लास्टै चिसो छ गाइस हामी घर आइसक्यौँ खाली हाँसी पो देखिँदो रहेछ बाबा छोरा बिस्तारै बिस्तारै अरे यसले इग्नोर हान्यो मलाई हेर्दै हेरेन यो हाम्रो घरमा रोपेको किवी आइसकेको गाइस बोका हेर्ने हो गाइस तर घरमा कोही छैन रहेछन् आजको लागि ब्लग यति नै यही समाप्त गर्न चाहन्छौँ हामी घर आइसक्यौँ सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला माया गरिदिनु